Welcome to my YouTube channel. नमस्कार साथीहरु, स्वागत छ तपाईलाई यो निकै महत्त्वपूर्ण भिडियोमा जहाँ हामी कुरा गर्नेछौं YouTube मोनेटाइजेसनको बारेमा। यदि तपाई YouTubeमा भिडियो बनाउनु हुन्छ वा सुरु गर्ने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईको लागि हो। आज हामी एकदमै सरल भाषामा बुझ्ने छौं YouTubeबाट पैसा कमाउन के चाहिन्छ, कसरी सुरु गर्ने, कुन गल्तीले गर्दा धेरै जना सफल हुँदैनन्। भिडियो अन्तिमसम्म हेर्नुहोस् किनकि तपाईको एक विचारले तपाईको जीवन परिवर्तन गर्न सक्छ। सबैभन्दा पहिला बुझौं YouTube मोनेटाइजेसन भनेको के हो। मोनेटाइजेसन भन्नाले तपाईले बनाएको भिडियो YouTubeले पैसा दिन सुरु गर्ने प्रक्रिया हो। जब तपाईले YouTubeमा राम्रो कन्टेन्ट बनाउनु हुन्छ, मान्छेहरुले हेर्छन् अनि YouTubeले त्यसमाथि चाहिँ विज्ञापन लगाउँछ, एड्स देखाउँछ। तपाईको भिडियोमा जुन विज्ञापन देखिन्छ त्यहीबाट तपाई पैसा कमाउनुहुन्छ। तर तपाईलाई YouTubeले त्यसको लागि अनुमति दिनुपर्छ। त्यसैलाई नै मोनेटाइजेसन इनेबल गर्नु भनिन्छ। अब कुरा गरौँ तपाईलाई मोनेटाइजेसन गर्न के चाहिन्छ त। YouTubeले चाहिँ चारवटा मापदण्डहरू राखेको छ। फर्स्टमा रहेको छ 1000 वटा सब्स्क्राइबर्स र सेकेन्डमा रहेको छ 4000 पब्लिक वाच आवर्स पछिल्लो 12 महिनामा र थर्डमा रहेको छ कम्युनिटी गाइडलाइन्स उल्लङ्घन नगरेको हुनुपर्ने र फोर्थमा छ 2 स्टेप भेरिफिकेसन इनेबल गरेको हुनुपर्ने। यो सबै पूरा भइसकेपछि चाहिँ तपाई YouTube पार्टनर प्रोग्राममा अप्लाई गर्न सक्नुहुन्छ। अब यति कुरा बुझिसकेपछि यसपछि सुरु कसरी गर्ने त भनेर म तपाईले केही स्टेप बाइ स्टेप तरिकाहरू बताउँछु। फर्स्ट स्टेपमा तपाईले एउटा सही निच छनौट गर्नुहोस्। अब प्रश्न आउँछ यो निच भनेको के हो। निच भन्नाले तपाईले कुन विषय वा क्षेत्रमा भिडियो बनाउने हो भन्ने जनाउँछ। यो तपाईको मुख्य विषयवस्तु हो जुनमा तपाई YouTube च्यानलमा चलाउनुहुन्छ। सरल भाषामा एउटा YouTubeको लागि टपिक भनेर जस्तै मानौं। सेकेन्ड स्टेपमा चाहिँ क्वालिटी भिडियो बनाउनुहोस्। सुरुवातमा मोबाइलले रेकर्ड गरे पनि ठीक छ, तर क्लियर अडियो र लाइट हुनुपर्छ। थर्ड स्टेपमा रहेको छ कन्सिस्टेन्सी। हप्तामा 2-3 वटा भिडियो अपलोड गर्नुहोस्। शेड्युल मिलाउनुहोस्। शेड्युल मिलाएर तपाईले हप्तामा 2-3 वटा भए पनि भिडियो अपलोड चाहिँ गर्नुहोस्। स्टेप 4 मा रहेको छ भ्युअर्ससँग कनेक्ट हुनुहोस्। आफ्नो भिडियोमा लाइक, कमेन्ट, सब्स्क्राइब भन्न नबिर्सनु होला। अहिले तपाई सोच्दै हुनुहुन्छ होला मोनेटाइजेसन पछि त पैसा आउँछ, तर कति? यो धेरै कुरामा निर्भर गर्छ। भ्युअर्स कुन देशबाट हेर्छन्, भिडियो कस्तो निचमा छ, कति विज्ञापन आएको छ। तर साधारण रूपमा 1000 भ्युजको $1 देखि $5 सम्म हुन्छ। नेपालमा कम हुन्छ, तर भारत अमेरिकामा चाहिँ बढी हुन्छ। अब कुरा आयो तपाईले नगर्नुपर्ने गल्तीहरू र धेरैले गरेको गल्तीहरू। फर्स्टमा छ कपी कन्टेन्ट, अरूको भिडियो काटेर अपलोड गर्ने। सेकेन्डमा छ फेक भ्युज किन्ने। थर्डमा छ इरेगुलर अपलोड्स, महिना हराउने र फोर्थमा रहेको छ लो क्वालिटी अडियो भिडियो। यस्तो गल्तीहरू गर्दा तपाईको च्यानल ब्लक पनि हुन सक्छ। जति सकिन्छ हामी ओरिजिनल बनाऊ, क्रिएटिभ नै बनाऊ। अब तपाई मोनेटाइज भइसक्नु भयो भने अब के? फर्स्टमा त एडसेन्स अकाउन्ट लिंक गर्नुस्। सेकेन्डमा चाहिँ भिडियो अप्टिमाइजेसनमा ध्यान दिनुस्, जस्तै थम्बनेल, टाइटल, ट्याग्स। थर्डमा चाहिँ मल्टिपल इन्कम सोर्स बनाउनुस्, जस्तै स्पोन्सरशिप, एफिलिएट मार्केटिङ, अनलाइन कोर्स। मोनेटाइजेसन सुरु हुनु भनेको सुरुवात मात्र हो, असली खेल त त्यसपछि सुरु हुन्छ। याद राख्नुहोस् YouTube केवल पैसा कमाउने माध्यम होइन, यो तपाईको आवाजलाई, तपाईको विचारलाई संसारसम्म पुर्याउने शक्तिशाली प्लेटफर्म हो। सुरुमा धैर्य गर्नुहोस्, तपाईको टाइम आउनेछ। एक दिन तपाई पनि भन्नुहुन्छ हो मैले पनि YouTubeबाट जीवन बदलेको हुँ। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, कमेन्ट गरेर आफ्नो विचार लेख्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। यदि तपाई चाहनुहुन्छ भने म तपाईलाई तपाईको YouTube च्यानलको जर्नीमा हेल्प गर्न सक्छु। अर्को भिडियोमा फेरि भेटौँला। सधैँ सकारात्मक सोच राख्नुहोस् र निरन्तर अघि बढ्नुहोस्। धन्यवाद।